समष्टि नेपाल अनलाइन च्यानलमा यहाँलाई स्वागत छ। धन्यवाद। देश चुनावमय भएको अवस्थामा कतिको उत्साहित हुनुहुन्छ यहाँ चाहिँ? यो चुनावको लहर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको एकदम चाहिँ हैन लहर चलेको छ। सबैजना उत्साहित छन्, त्यसमध्येमा म पनि पर्छु। म पनि एकदम उत्साहित नै छु। यो चन्दागिरी नगरपालिका हाम्रो क्षेत्र नम्बर म चन्दागिरी नगरपालिका वडा नम्बर 12 को भएको कारणले गर्दा मेरो 5 वटा पर्छ भनेदेखि क्षेत्र नम्बर 9 मा 10 मा चाहिँ 10 वटा वडा पर्छ। दुवैतिर चाहिँ म सकेसम्म भ्याएसम्म यता पनि उता पनि भ्याइरहेकै छु। यो हेर्दै गर्दाखेरि क्षेत्र नम्बर 9 र 10 दुवै हाम्रो 10 तिर चाहिँ प्रदीप विष्टज्यू हुनुहुन्छ भनेदेखि उता क्षेत्र नम्बर 9 तिर चाहिँ हाम्रो डीपी अर्याल सर हुनुहुन्छ। दुवैतिर माहौल राम्रै छ। यस्तै तरिकाले हामी अघि बढ्दै जानेछौँ। हामी घर दैलो गरिरहेका छौँ। घर दैलो गर्दै गर्दाखेरि हामीले यहाँ आमा बाबु दाजुभाइ दिदीबहिनीहरूको फिडब्याक पनि एकदम राम्रो पाइरहेका छौँ हैन। त्यसको लागि त हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जित चाहिँ सुनिश्चित छ भन्नेमा चाहिँ म ढुक्क छु। के आधारहरू देख्नुभयो तपाईँले त्यस्तो जित सुनिश्चित हुन्छ भन्ने? आधारहरू मेन कुरा त यहाँ जनताहरूलाई नै मैले देखेको छु। हामी जुन ठाउँमा पुग्छौँ त्यहाँको आमा बुवा दाजुभाइहरू एकदम उत्साह हुने, यसपालि त हामी घन्टीमै हाल्ने हो भनेर भन्नुहुन्छ हैन। त्यो देख्दाखेरि पनि मलाई चाहिँ जित चाहिँ सुनिश्चितै जस्तो लाग्छ। यो पुस्ता हस्तान्तरणको लडाईँ पनि भन्छन् आउँदै गरेको यो आसन्न चुनावलाई, यो चुनावलाई चाहिँ समग्र घर दैलो गर्दा तपाईँले कस्तो देख्नुभयो? अहिलेसम्म त राम्रै देखेको छु मैले चाहिँ। हस्, धन्यवाद। हस्।